यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो ईशान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। अथ चतुर्थाध्याय ध्यानम। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, त्यहाँ उपरान्त विवाहको दिन विष्णु भगवान दक्ष प्रजापतिको घर जानुभयो। बिरणीले कन्यादानको सामग्री तयार पार्न लगाइन्। विधिपूर्वक यज्ञ हुन लाग्यो। उता महादेव विषभाङ धतुरो खाएर अचेत भई दक्षको घर जाने कुरा बिर्सिसक्नु भएको थियो। यता विष्णुलाई चिन्ताले धड्यो। मनै मन विचार गर्न लाग्नुभयो। कन्यादानको बेला भइसक्यो। मैले दान लिएपछि महादेवले लिन र मैले दिन हुँदैन, अब कसो गरौँ? यस्तै तर्क वितर्कमा डुब्नुभयो। दैवको माया महादेवले झलास्यै सम्झिनुभयो र कन्यादानको दिन त आजै नै हो। विष्णु पुगिसके होलान्, लग्नको बेला पनि भइसक्यो होला भन्ठानेर झटपट बुढो सन्यासीको रूप लिएर दक्ष प्रजापतिको आँगनमा कस्तो बेलामा पुग्नुभयो भने दक्ष प्रजापतिले सतीदेवीको बुढी औँला समाई बिरणीले सुनका कमण्डलले जलको धारा दिन लागेको बेलामा भिक्षाम देही भन्दै तिनीहरूतिर हेरी, हे विष्णु, हे दक्ष प्रजापति, पहिले मलाई भिक्षा देऊ, भिक्षा नदिई कन्यादान लिनु दिनु गर्यो भने श्राप दिनेछु भन्नुभयो। यस्तो भिक्षुक सन्यासीको कठोर डर लाग्दो कुरा सुनेर विष्णु शान्त स्वरमा भन्नुभयो, हे भिक्षुक, कन्यादानको समय आइसक्यो, तसर्थ कन्यादान सकिने बित्तिकै भिक्षा पाउनुहुनेछ, यसमा कुनै शङ्का छैन। अहिले यहाँ आएर बस्नुहोस्। यस्तो कुरा सुनेपछि हुन्छ त लौ भनेर विष्णु बसेको ठाउँमा गएर बस्नुभयो। उनले पनि आफ्नै आसनमा बस्न दिए। दक्ष प्रजापतिले केही विरोध गरेनन्। सतीदेवीको हात विष्णुको हातमा सुम्पने ठाउँमा विष्णुले आफ्नो मायाले छोपेर सन्यासी रूप महादेवको हातमा पारिदिनुभयो। यस व्यवहारले दुखी भएर दक्ष प्रजापतिले भन्न लागे, हे विष्णु, तिमी कपटी धूर्त रहेछौ। तिम्रो कुराको भरमा पर्दा सुनको लता जस्तै शरीर भएकी मेरी छोरी वृद्ध सन्यासीको हातमा परी साह्रै अनर्थ भयो भनेर भन्दै विलाप गर्न थाले। त्यसतर्फ ध्यानै नदिएर इसाराले शिवजीसित बिदा मागेर विष्णु वैकुण्ठ धाममा जानुभयो। विष्णु गएपछि सतीदेवीलाई दक्ष प्रजापति भन्दछन्, हे पुत्री सतीदेवी, पापिष्ट विष्णुले गर्दा तिमी यो अवस्थामा पर्यौ। सन्यासी स्वामी पायौ, हामी तिमीलाई पालौँला, अहिले त्यसैसित जाऊ। पिताको वचन सुने बहिनीहरूले देवता स्वामी पाएको सम्झेर मनमा ठुलो दुःख लागे तापनि बुद्धिमान भएकी हुनाले आफूलाई सम्हालेर मेरो कर्ममा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाइन्। कस्तै भए पनि मेरा बाबा महतारीले दिएका मेरा पति यिनै नै हुन् भनेर ईश्वर रूप मानिन्। सन्यासी रूप महादेवले सतीदेवीलाई भने, हे स्त्री, अब यहाँ बसी के गर्नु, आफ्नै घरमा जानु पर्दछ। तिम्रा माता पितासँग बिदा मागेर आऊ। सतीले पनि हवस् भनी माता पितासित बिदा मागिन्। दक्ष प्रजापति दम्पतिले ठुलो धैर्य गरेर बिदा दिए। अघि अघि सतीदेवी र तिनको पछि पछि महादेव हिँडे। सतीदेवीले फर्केर माता पितालाई प्रणाम गरिन्। धेरै टाढा पुगेपछि सन्यासीले भन्दछन्, हे सुन्दरी, तिमी कहिले घरदेखि बाहिर ननिस्केकी चेली, सधैँ सुखमा रहेकी कोमल शरीर भएकीले हिँड्न गाह्रो भयो होला। बिस्तारै बिस्तारै हिँड। आफ्नो स्वामीको यस्तो वचन सुनेर सतीदेवीले भन्दछिन्, हे स्वामी, मलाई त गाह्रो भएको छैन, उमेरदार भएकी हुनाले हिँड्न सहजै सक्छु। हजुर बरु वृद्ध अवस्थाको हुनुहुन्छ, परिश्रम धेरै गर्नुपर्ने हुन्छ, सुस्त सुस्त हिँड्नुहोस्। यस्तै अनेक प्रेमका कुरा गर्दै दम्पति हिँडिरहेका थिए। पति वृद्ध छन्, म भर्खरकै पूर्ण यौवन अवस्थामा छु। स्वामीलाई कसैले पनि केही गरी दुष्टमती लिएर मलाई हरण गरेर लैजान्छ कि भन्ने शङ्का उब्जेर वृद्ध पतिका नजिकै रहेर हिँड्न थालिन्। जाँदा जाँदा कैलाश पर्वतको फेदीमा पुगे। महादेवले सतीदेवीको चरित्र हेर्ने इच्छाले पर्वतको शिखरमा खरले बनाएको एउटा कुटी उत्पत्ति गरेर, हेर सती, हाम्रो घर त त्यही नै हो भनेर देखाइदिनु भयो। त्यो घरको आँगनमा पुगेपछि तिमी भित्र जाऊ, खानेकुरा केही भए खाएर भोक मेट, मलाई थकाइ लागेको छ, एकछिन म आराम गर्छु र पल्टिन्छु भनेर विष भाङ धतुरो खाएर आँगनमा लम्पसार परेर सुत्नुभयो। सतीदेवीले त्यो खरको झुप्रोदेखि आफ्ना पिता दक्ष प्रजापतिको घर सम्झना गरिन् र आफूलाई धैर्य दिन बिर्सेर आँखादेखि आँसु खसालिन्। झट्ट मेरो कर्मले यस्तो पार्यो भनेर मनमा धैर्य लिएर कुचोली घरभित्र पछि हेर्दा सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। त्यसलाई कुचोली झारी सफा पारेर बढारिन्। स्वामी जागा भएपछि के खान दिने होला भनेर यताउति सबैतिर खोज्न थालिन्, कहीँ केही पाइएन। आकुल व्याकुल चित्त भएकी तापनि सन्यासी रूप महादेवका गोडामुनि आएर बसिरहिन्। महादेव बिउझिनु भएन। 4 दिनपछि महादेव बल्ल जागा हुनुभयो। जागा हुने बित्तिकै
राता आँखा पारेर भन्न लागे, हे पापिन स्त्री, मलाई बाहिर सुतेकै छाडेर आफूभित्र सुतिस्। त्यसो गरे तापनि तँलाई केही खानु पर्दैनथ्यो, के खाइस् कि खाइनस् भनेर हप्काउनु भयो। अनि सतीदेवीले हँसिलो मुख गरेर यो कुरा भन्न लागिन्, हे स्वामी, हजुर निद्रामा मगनमस्त भएको देखेर जागा गराउन सकिनँ। म पनि सुतेकी छैन, यहाँ आएर बसिरहेको छु। मैले त भण्डारमा जे भएका मिष्टान्नहरू खाइसकेँ, अब हजुर के खानुहुन्छ? आफूले रिसाएर बोल्दा पनि हँसिलो मुख पारेर श्रृङ्गारले युक्त भएको मिठो र मधुर बोली सुनेर महादेवलाई धेरै दया आयो र प्रेमपूर्वक भन्नुभयो, हे प्रिय, हाम्रो घर यो होइन, त्यो घरको भित्तो च्याति हेर त। यस्तो आश्चर्यले भरिएको मिठो शब्द सुनेर सतीदेवीले भन्दछिन्, हे स्वामी, भएको घर बिगारेर नभएको घर कहाँ हेर्न जाने हो र? फेरि बनाउनु पर्ने भयो भने हजुरको वृद्ध अवस्था छ, म स्त्री जाति, कसले बनाइदेला? गाह्रो हुन्छ है। आफू अघि सरे पनि व्यर्थको परिश्रम आइलाग्नेछ। यस्तो तर्कयुक्त स्नेहले भरिएको वचनले सन्यासी रूप महादेव खुसी भएर जुरुक्क उठी खरको भित्तोमा लात्तले हानेर भत्काइदिनु भयो। तब टल टल टल्कने मणिमाणिक्यले भरिएको कैलाश पर्वतको दर्शन स्पष्ट देखिन्। सतीका मनमा मेरो पिताको घरभन्दा पनि राम्रो कसको घर रहेछ भन्ने शङ्का उत्पत्ति भयो। अनि शङ्कर भगवानले भन्नुभयो, हे प्रिय, हाम्रो घर त त्यही नै हो भनेर हात समाई कैलाश भवनमा लग्नुभयो। हे प्यारी, यस भवनको चोकमा गाईको गोबरले मण्डलकार बाटुलो पारेर लिप भने। सतीदेवीले पनि आज्ञाको तुरन्त पालन गरिन्। अनि त्यही मण्डलकारको मध्यमा गएर निर्मल स्फटिक जस्तो सेतो विश्वमम्भर मूर्तिको दर्शन सतीदेवीलाई दिए। सतीदेवी आनन्दले विभोर भएर आँखादेखि हर्षको आँसु बगाउँदै जगतपति श्री शङ्कर भगवान पति पाएकोमा आफूलाई धन्य सम्झी फुलको माला सहर्ष पहिराइन्। तीन पटक परिक्रमा गरी पाउमा साष्टाङ्ग दण्डवत प्रणाम पनि गरिन्। त्यसपछि शिवशक्ति स्वरूप भएर आनन्दपूर्वक कैलाशमा दुवैजना रहँदा हुनुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां सतीदेवी विवाह कैलास दर्शनं नाम चतुर्थोऽध्याय। उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं शोभरहितो ब्राह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतदार कथा प्रसंगः या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवते निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्।